हिजो हामी बुढाबुढी एकअर्कासँग बोलेका थिएनौँ। किन बोलेका थिएनौँ भनेर म भिडियोको लास्टमा भन्छु। हाम्रो त्यस्तो रेस्लिङवाला फाइट पनि परे होइन, भनाभन पनि भएको होइन, त्यस्तो अहिलेसम्म हाम्रो भएको पनि छैन। उहाँको चाहिँ हिजो 5 बजेदेखि काम थियो, बिहान 8 बजेसम्म। उहाँ काममा गइसकेपछि मेसेज गर्नुहुन्थ्यो, कल गर्नुहुन्थ्यो जहिले नि, अब के गरिराख्यौ, खाना खायो कि नै भनेर बेला बेला मेसेज गर्नुहुन्थ्यो। म नि गरिरहेको थिएँ, फोन गर्ने, मेसेज गर्ने, के गर्दै हुनुहुन्छ भनेर। तर हिजो चाहिँ हामीले एकअर्कालाई मेसेज पनि गरेनौँ, फोन पनि गरेनौँ। सिधै उहाँले मलाई बिहान 5:30 बजे म लेट आउँछु, तिमी खाना खाऊ है भनेर मेसेज गर्नुभएको थियो। अनि मैले चाहिँ रिप्लाई गरिनँ। म पनि उठेर फटाफट आफ्नो काम सकाएर उहाँ आउनुभन्दा पहिला रुमबाट बाहिरतिर निस्केँ। फेरि म रिसायो भने बाहिरतिर गएर यसो सपिङ सेन्टरहरूतिर अनि डाइसोहरूतिर राम्रो राम्रो सामानहरू हेर्ने अनि मन परेको सामानहरू किन्ने गर्छु कि। फेरि उहाँको बानी भने लोकेसन हेर्ने, अनि उहाँ पनि लोकेसन हेर्दै म भएको ठाउँमा आइपुग्नु भयो। अनि त्यहाँ पनि हामी एकअर्कासँग बोलेनौँ। अनि बाटोमा नि बाउचोरा अगाडि अगाडि गइरहेको थिएँ, म भने पछाडि पछाडि भिडियो बनाइरहेको थिएँ। गर्मी लास्टै थियो, घर पनि आइपुगेँ। अनि फेरि हाम्रो यो बेबी कार माथि राख्न लास्टै झ्याउ हुन्छ। मैले बाबु बोकेर माथि लगेँ, उहाँले चाहिँ बेबी कार ल्याउनु भयो। मैले बाबुलाई खानासाना खुवाएँ। त्यसपछि उहाँले मलाई सर्बत बनाइदेऊ भनेर भन्दै हुनुहुन्थ्यो। म फेरि मेरो बुढोले रिसाए पनि जे भन्यो त्यही चाहिँ गर्छु, तर बोल्न चाहिँ बोल्दैन है फेरि। अनि मैले मेरो बुढोलाई सर्बत पानी बनाइदिइरहेको थिएँ। त्यतिखेरसम्म उहाँ सुतिसक्नु भएको रहेछ। अब रिसाएको मान्छे बोल्ने कसरी, अनि मैले एउटा ट्रिक लगाएँ। यो चिसो पानीले उहाँको हातमा यसरी छोएँ, अनि उहाँ उठ्नुभयो अनि सर्बत पानी खानुभयो, तर बोल्न चाहिँ बोलेन। रिसाउनुको रिजन चाहिँ बाबुले हिजो उहाँको नयाँ मोबाइल फुटाइदिनु भएको थियो। तिमीले बाबुलाई किन दियौ मोबाइल, महँगो सामानको केयर गर्नुपर्छ भनेर भन्नुभएको थियो। बाबुले गल्ती गर्दा नि मलाई दोष लगाउनुहुन्छ भनेर चाहिँ म रिसाएको थिएँ।